बर्सातको बेला छ र अब अहिले यो चाहिँ चालु गर्ने क्रममा अब खोलाबाट तल ब्यारिकबाट बग्दै आउने, ब्यारिकभन्दा मुनिबाट बग्दै आउने खोलाबाट मोटर लगाएर पानी तानिएको देखा परेको छ र यहाँ माथिबाट जुन किसिमले जुन दुईटा पाइप साना साना लगभग 2 इन्ची कति इन्चीको पाइप हो त्यो 5 गरी 3 इन्ची पाइप हैन 6 इन्चीको पाइप धारा जस्तो यहाँहरूलाई अवगत गराउन चाहे र सम्बन्धित निकायको महानुभावहरूले पनि आएर प्रत्यक्ष हेर्न सक्नुहुन्छ र यी 6 इन्चीको पाइप लगाइएको छ। एउटा पानी खाने धाराको स्वरूप लगाइएको छ र तल भुसे छ, त्यसको कुनै किसिमको तटबन्धन छैन र अब यहाँको यो पोखरीको पानी यसरी चाहिँ नि मनमानी ढङ्गले फालेर अब के भन्छ त्यसपछि गएर एउटा ठेकदारी रूपबाट चाहिँ अब हैन मेरो ठेक्का सकियो भन्ने मात्रै नभइकन यहाँहरूलाई हाम्रो गाउँलेवासीको आग्रह छ र व्यवस्थित गरेर यसलाई पानीमै तलै खोलामै नदीमै यो पाइप जोइन्ट गरेर चाहिँ नि पुगोस् भन्ने या मिसिनेरी वाल या जाली केही न केहीको व्यवस्था भएर यसलाई चाहिँ नि रोकथाम गर्न पाएदेखि भोलि छोरी दुईको चाहिँ अलिकता आँखो सुमिताको तस्तो यो भिरमा परिणत हुँदैछ। यदि साँचो हो या झुट्टो हो सम्बन्धित निकाय र गाउँले टोलवासी हाम्रा छिमेकी अब 3 नम्बर 4 नम्बर 5 नम्बर 6 नम्बर 5 नम्बरसम्मका साथीहरू पनि आएर यसलाई निगरानी हेरविचार गर्न सक्नुहुन्छ भन्दै मेरो 2 शब्द यही नै मैले टुङ्ग्याउने घोषणा गर्दै मेरो 2 शब्द यही अन्त्य गर्छु। हस् त सबैलाई धन्यवाद हजुरलाई। र यो यहाँको अवस्था हेर्दाखेरि अब म यो अवस्थालाई देखाउन गइरहेको छु। लास्टै बिजोग भएको छ यो धराप, एकदमै लास्टै धराप भइसकेको छ यो स्विमिङ पुल। अब यो तलबाट बस अब 1-2 दिनमा जति बेला भए पनि लड्न सक्छ। पुरै धराप पुरै भित्रैदेखि नै खाल्टो बनाइसकेको छ। यहाँ पानी अव्यवस्थित तरिकाले खसालेको हुँदा पनि यस्तो यो कारणले गर्दा पनि यो भुँचे गएको हो। यसलाई अलिकति निकाय सम्बन्धित निकायले चाहिँ व्यवस्थित तरिकाले यसलाई निष्कासन गर्नको लागि चाहिँ सम्बन्धित निकायहरूले चाहिँ ध्यान आकर्षण गरिदिनु पर्यो र यसलाई यो समृद्धिलाई जोगाइदिनु पर्यो भन्दै मेरो 2 शब्द यही टुङ्ग्याउँदैछु। हस् त धन्यवाद।